जुन जनावरहरूको चाहिँ अधिकारको कुराहरू होइन पनि उल्लेख गरेको छ। तर नेपालको सन्दर्भमा मैले अहिलेसम्म हेरेँ कि यो चाहिँ जुन घरपालुवा जनावरहरूको अधिकारै रहेनछ क्या। घरपालुवा जनावरलाई एक ठाउँबाट अर्को ठाउँ लाँदाखेरि झुन्ड्याएर लगे पनि भयो, किच्याएर लगे पनि भयो, कोचेर लगे पनि भयो होइन। यो कहिलेसम्म थिएन भन्दाखेरि 2064 सालभन्दा अगाडि चाहिँ मापदण्ड पनि थिएन कि। एउटा मापदण्ड 2064 सालमा यो ढुवानी गर्दा कसरी ढुवानी गर्ने, एक ठाउँबाट अर्को ठाउँ लाँदा कसरी ढुवानी गर्ने भन्ने मापदण्ड आयो। अघि मैले भने नि आयो, म पढ्नुभन्दा यो चिजहरू आए, मैले वातावरण कानुन पढ्नुभन्दा यो चिज आए, तर मैले पढिसकेर अध्ययन गर्दा चाहिँ कानुनै भएको छैन। अनि त्यो कानुन कसरी गर्ने भन्ने सवालमा चाहिँ म बढी चाहिँ लागेको मैले चाहिँ पाएको छु मैले आफूले होइन। त्यो हेर्दाखेरि चाहिँ अनि यही सन्दर्भमा भन्यो भने जस्तै यहाँले पनि देख्नु भएको छ होला, हिँड्दा डुल्दाखेरि चाहिँ यो जस्तै एउटा कुखुरालाई कहीँ लगेर त मारिन्छ, मार्नु त, तर त्यसलाई मार्नुभन्दा अगाडि त त्यसलाई सही सलामत त राख्नु पर्यो त्यो ठाउँसम्म पुग्नुलाई। जस्तै राँगा भैँसी त लगेर चाहिँ के अरे चाहिँ मासुको रूपमा काटिन्छ होला, तर त्यसलाई जानुभन्दा अगाडि त मर्नु त भएन नि त होइन। त्यसलाई एकदम क्रुल ट्रिटमेन्ट त गर्नु भएन नि, तर गरिएको थियो क्या। त्यो गरिएको कारणले गर्दाखेरि त्यसो गर्नु हुँदैन। जनावरहरू वन्य जन्तुहरूको पनि एउटा अधिकार हुन्छ, उसको बाँच्ने अधिकार हुन्छ। मर्नुभन्दा अथवा मार्नुभन्दा अगाडि होइन, मार्नुभन्दा अगाडि उसले चाहिँ स्वतन्त्र रूपले चाहिँ हिँडडुल गर्न पाउनु पर्यो, खानु पाउनु पर्यो, पानी खाउन पाउनु पर्यो, आराम गर्नु पाउनु पर्यो। बिरामी भयो भने उसलाई चाहिँ उपचार गर्नु पर्यो धनीले। एक ठाउँबाट अर्को ठाउँ लाँदाखेरि चाहिँ उसको कानमा, नाकमा, पुच्छरमा बाँधेर लानु हुँदैन।